त्यो चाहिँ एउटा प्रतिबिम्बतात्मक एउटा प्रतिरोधको भाषा हो भनौँ। एउटा चाहिँ यो हाम्रो आन्दोलन हो जुन चाहिँ यो राज्य सत्ताले अब हामी आदिवासी, हामी उत्पीडित, हामी जो चाहिँ पछाडि पाडिएका वर्ग छौँ उनीहरूको आवाज पनि सुन्न चाहिरहेको छैन र अनुहार पनि देख्न चाहिरहेको छैन। त्यही भएर चाहिँ यो अनुहारलाई नै छोपेर बरु हाम्रो सायद आन्दोलनहरू लेखिएर देखाइयो भने सायद देख्ला कि आवाज नसुने पनि भनेर चाहिँ यो एउटा कलात्मक प्रतिबिम्ब गर्ने प्रयास चाहिँ हो जुन चाहिँ हाम्रो कलाकार साथीहरूले चाहिँ यसलाई उतार्ने प्रयास गर्नुभएको छ। यो नो केबल कर आन्दोलन भनेको एउटा यो केबल कार बन्ने विरुद्धको आन्दोलन मात्र होइन, यो आदिवासीहरूको अधिकार स्थापित गर्ने आन्दोलन हो यो जुन चाहिँ सदियौँदेखि सयौँ वर्षदेखि चल्दै आइराखेको छ। जसमा चाहिँ जो चाहिँ शासन सत्तामा भइराखेका व्यक्तिहरू छन् त्यही नै छन्, स्वरूप मात्रै परिवर्तन भइराखेको हो जुन चाहिँ अहिले हामी भोग्नु परिराखेको छ। यो किसिमको आन्दोलन नेपालमा अहिले मात्र भएको होइन, चाहे त्यो नेसनल पार्क भन्दाखेरि होस्, त्यतिखेर थारूहरूले गरेको प्रतिरोधको कुराहरू होस्, आदिवासीले गरेको प्रतिरोधको कुराहरू होस्, अथवा राज्यलाई चाहिँ जब यसलाई चाहिँ गणतन्त्रात्मक रूपमा चाहिँ बनाउँदाखेरि प्रदेश स्तरमा गरेर लग्दाखेरि त्यसमा जुन रूपमा चाहिँ विभाजित गरिएको होस्, उनीहरूलाई चाहिँ भूमिबाट अलग्याउने प्रयासहरू गरिएको होस्। अघि यहीँ पनि थारू आन्दोलनकारीहरू अगाडि हुनुहुन्छ जसको अधिकारहरू चाहिँ खोसिएको छ, भूमि अधिकार खोसिएको छ। हो यी भूमि अधिकार स्थापित गर्ने एउटा आन्दोलन हो र त्यही क्रममा चाहिँ राज्यले चाहिँ र विभिन्न व्यापारी घरानाहरूले चाहिँ आदिवासी भूमिलाई कब्जा गर्ने क्रममा हो त्यसको प्रतिरोध गरिराखेको हो। त्यो चाहिँ म पनि मेरो समुदाय पनि यसबाट विस्थापित भइराखेको अवस्था छ र भइराखेकै थियो र अहिले पनि छ र अहिले उता सुदूरपूर्वतिर हेर्ने भने चाहिँ लिम्बुवान खम्बुवानका साथीहरूलाई पनि त्यस्तै भइरहेको छ। सो जबसम्म हामी एकजुट हुँदैनौँ तबसम्म यो निरन्तर चलिरहन्छ भनेर चाहिँ यसलाई रोक्नको लागि यस्तो किसिमको दमन शोषणलाई रोक्नको लागि चाहिँ हामीहरू चाहिँ सडकमा छौँ। पहिलो कुरा त यो पहिलेदेखि अब सदियौँदेखि जुन रूपमा चाहिँ राज्य सत्तामा को छ भन्ने हो, अझसम्म त्यो राज्य सत्तामा को छ भन्ने कुरा अझसम्म हामीले तोड्न सकिराखेका छैनौँ। किनभने हाम्रो प्रतिनिधित्व हुनुहुन्छ तर त्यो रूपमा चाहिँ बलियो रूपमा जसम्म हामीले स्थापित हुन सकिराखेका छैनौँ राज्यको निर्णय गर्ने स्थानमा चाहिँ होइन। जुन रूपमा चाहिँ चाहे संविधानको संशोधनको कुरा गर्दा होस् अथवा जुन कुरा होस् जो चाहिँ राज्य सत्तामा छ अथवा जुन वर्ग चाहिँ पहिलेदेखि राज्य सत्तामा छ उनीहरूले चाहिँ आफ्नो अनुकूलको कानुन बनाउँदैछन्, संशोधन गर्दैछन्, तर हाम्रो चाहिँ अझसम्म त्यो खालको छैन। पहिलो कुरा त हाम्रो मिनिङफुल रिप्रेजेन्टेसन अझसम्म हुन सकिरहेको छैन। दो हामी चाहिँ पहिला भन्दा चाहिँ एटलिस्ट हाम्रो रिप्रेजेन्टेसन चाहिँ हुँदैछ जुन चाहिँ हामीले क्लेम गरेका छौँ। त्यो कसरी दिएको पनि हामीले क्लेम गरेर चाहिँ खोसेर लिएको अधिकार हो। त्यो चाहिँ अझसम्म चाहिँ हामी कमजोर नै छौँ र पहिलोको तुलनामा चाहिँ अहिले चाहिँ अब अधिकारको त्यो कुराहरू हेर्नु भने त शोषणको हामी प्रतिरोध गर्न सक्ने अवस्थामा चाहिँ छौँ।